हेलो साथीहरू, हामी चाहिँ यहाँ चौराचोकमा पाल्सा क्याफेमा छौँ। आज मेन भन्नुपर्दा बर्थडेको लागि आएको हामी। उहाँको बर्थडे छ, बर्थडे गर्ल चाहिँ उहाँ नै हुनुहुन्छ। अनि हामी चाहिँ पाल्सा क्याफेमा एकछिन भिजिट गर्दैछौँ साथीहरू। राम्रो रहेछ, हजुरहरू पनि भिजिट गर्न सक्नुहुन्छ। एकदमै राम्रो रहेछ, एकदम क्लिन इन्भाइरोमेन्ट छ। हाम्रो साथीहरू सबै आफ्नो आफ्नो काममा बिजी सबैजना। यहाँ हाम्रो टक्क छोरी पनि हुनुहुन्छ, इन्जोय लिँदै हुनुहुन्छ सबैजना। म चाहिँ यहाँ मेनु पनि हेर्नु पऱ्यो नि त अब आइसकेपछि होइन। हाम्रो चाहिँ यहाँ पाल्सा स्पेसलमा यस्तो देख्न सक्नुहुन्छ। म चाहिँ मेनु हेर्दैछु है साथीहरू। कस्तो राम्रो छ यहाँ चाहिँ पाल्सामा, एकदमै क्लिन इन्भाइरोमेन्ट, शान्त। साथीहरू चाहिँ सबैजना आफ्नो आफ्नो सुरमा भिडियो मोबाइल होइन त्यस इन्जोय लिइराख्नु भएको छ। अनि हाम्रो बर्थडे गर्लको 2 शब्द जाउँछ न त, हजुरलाई कस्तो फिल भइरहेछ आज? रमाइलो लागिरहेछ। अनि अब के भन्नु होइन, ह्याप्पी बर्थडे भन्न चाहन्छु। सधैँ सधैँ हाम्रो साथीहरू यस्तै रहिरहोस्। अर्को वर्ष पनि सँगै बर्थडे मनाउन पाइस् होइन। साथीहरूको माया धेरै छ, त्यही भएर म त्यसमा धेरै खुसी छु। हो, खुसी त हुनै पर्यो नि होइन, मरिलानु के छ र। Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday. गाइज हाम्रो चाहिँ लाइटको छ। सबैजना साथीहरूले सल्भ गरिसक्नु भयो, सबैले आफ्नो आफ्नो स्टार्ट गरेको। भिडियो भागी न भाव भइरह।
कस्तो लाग्यो त एकदमै रमाइलो लाग्यो मलाई त एकदमै इन्जोय गर्यो बर्थडे नसोचेको भन्दा रमाइलो भयो भयो ओके रमाइलो भयो अब चाहिँ हामी चाहिँ निस्किन लाग्यो गाइस अब घर पनि जानुपर्छ Have a nice day.